आज छोराको जन्मदिन बाहिरबाट केही नल्याइकन केकदेखि लिएर अरू पनि बनाएको सबै आइटमहरू चाहिँ आफैले नै घरमा बनाएको छु र एक एकवटा रेसिपी हजुरहरूसँग सेयर पनि गरेको छु। सो हेलो एभ्रिवान, राधे राधे सबैजनामा। आज चाहिँ मेरो छोराको बर्थडे है त। तपाईँहरूलाई स्वागत छ मेरो छोराको बर्थडेको ब्लगमा। र मेरो बर्थडे भनेर चाहिँ बिर्सिनु होला है, मेरो छोराको बर्थडे हो र मेरो छोरा चाहिँ एकदमै एक्साइटेड है। बर्थडे चाहिँ एक्चुअलमा हिजो त थियो, तर अब हामीले सेलिब्रेसन गऱ्यौँ नेक्स्ट डे, किनभने युएसएमा चाहिँ स्याटरडे सन्डे परेन भनेदेखि चाहिँ अप्ठ्यारो भइहाल्दो रहेछ क्या। अब कोही चिनेको जानेको मान्छे पनि आउन नभ्याउने, अनि हामीले चिनेको यहाँनिर धेरै मान्छे नभए पनि एक दुईजना हुनुहुन्छ, उहाँहरूलाई बोलाउनुको लागि चाहिँ हामीले विकेन्डमा पार्यौँ सेलिब्रेसन। र मैले पनिर चाहिँ भने अघि बिहानै बनाएर फ्रिजमा हालिसकेको थिएँ। आज चाहिँ दिनभरि नै पकाउँदा नै जानेछ है मेरो दिनहरू चाहिँ। र पनिर पनि बनाएको कारण चाहिँ यो हो कि पनिरको बिरयानी पनि बनाउँदैछु घरमै, र त्यसको लागि चाहिँ घरमै मैले पनिर बनाएँ। जबदेखि घरमा पनिर बनाउन थालेँ तबदेखि चाहिँ मलाई बाहिरको पनिर ट्याक्कै मिठो लाग्दैन, घरको पनिर साह्रै मिठो लाग्छ। र केक पनि आफै बनाउँदैछु, स्पन्जको रेसिपी चाहिँ सेयर गरिनँ, किनभने म चाहिँ अब एउटा होम बेकर हो, तपाईँहरूलाई थाहै छ होइन। मैले पहिला क्लासेसहरू पनि दिएको हो, युएसएमा चाहिँ अब गरेको छुइनँ, इन्डियामा हुँदा गरेको थिएँ केकको बिजनेस। र तपाईँहरूलाई चाहिन्छ भने भन्नुहोला, म कुनै एउटा स्पन्जको रेसिपी तपाईँहरूसँग सेयर गर्नेछु। र मैले चाहिँ केक मेकिङ पनि भिडियो बनाएको छु है। र यहाँनिर चाहिँ अब मैले दुइटै टिनमा केक हालिओरिकन चाहिँ ब्याटर हालेर चाहिँ बेक गर्नु राखिदिएँ, र मैले मेरो छोराको बर्थडेको लागि चाहिँ यो केक बनाएको थिएँ है। तपाईँहरूसँग सेयर पनि गरेको छु, तर मैले फेसबुकमा सेयर गरेको छु, त्यहाँ गएर तपाईँहरू राम्रोसँगले हेर्नु सक्नुहुन्छ यो केक मैले कसरी बनाएँ, कसरी डिजाइन दिएँ, डिटेल एकदेखि एक सबै भनिसकेको छु तपाईँहरूलाई। र अब युएसए आउँदाखेरि इन्डियाबाट युएसए जब आयौँ, धेरै भाँडाकुँडाहरू ल्याउन चाहिँ मिलेन क्या। भन्दा पनि अब फर्स्ट टाइम आउँदा सबै ब्याग भरिएर अनि ठुल्ठुलो भाँडाकुँडा चाहिन्छ, र मेरोमा चाहिँ धेरै ठुलो भाँडा छैन। त्यही भएर चाहिँ आज म खिर कुकरमै बनाउँदैछु। सिटी नलाई बनाउँदैछु, तर कुकरमै बनाउँदैछु, युज गर्दैछु। खिरलाई चाहिँ सिटी नलाउनु भन्नुहुँदो रहेछ है। मैले पहिला 2-3 वर्ष अगाडि कोलकातामा हुँदाखेरि खिरमा सिटी लाएर बनाएको थिएँ, अनि बाबा आमाले कराउनु भयो क्या, सिटी लाउनु हुँदैन खिरमा भनेर। रिजन त के हो त्यो मलाई थाहा छैन, तर पनि मैले सिटी लाएर चाहिँ बनाइनँ। अनि मिठामा चाहिँ के बनाऊँ भनेको त ब्रेड गुलाब जामुन नबनाएको चाहिँ धेरै भएको थियो क्या। पहिला पहिला कोलकातामा हुँदाखेरि म पुरै बनाउने गर्थेँ, तर अब यहाँ आएदेखि चाहिँ मैले बनाएकै थिइनँ। र आज चाहिँ बनाउने जाँगर पनि चल्यो फटाफटीसँगले। जति पनि यो ब्रेडहरू छ, एक प्याकेट पुरा ब्रेड युज गरेको छु मैले, अलिक धेरै हुन्छ इन्डियाको भन्दा त। र त्यसको साइड सबै कट गर्ने है, यो साइडलाई चाहिँ नफ्याँक्नुहोस् है, अहिले म युजेस भन्छु यसको है। यसरी डब्बामा हालेर राख्ने है, हल्का ड्राई रोस्ट गरेर ग्राइन्ड गऱ्यो भनेदेखिको ब्रेड क्रम्स हुन्छ। यसले तपाईँहरू आलु टिक्की या कुनै पनि फ्राइजहरू, तपाईँहरू नन भेजिटेरियन हुनुहुन्छ र चिकनहरू खानुहुन्छ भने चिकन फ्राईहरू गर्दा क्रिस्पी हुन्छ। हजुरहरूलाई एकदमै काम दिने चिज हो यो ब्रेड क्रम्स चाहिँ है। नफ्याँक्नु होला साइडको भनेर चाहिँ मेरो चाहिँ अझै पनि चलिरहेछ। अनि ब्रेडलाई चाहिँ यसरी सानो सानो टुक्रा पार्ने, अझै गर्नु मन छ भनेदेखि चाहिँ राम्रो रिजल्टको लागि चाहिँ मिक्सरमा ग्राइन्ड गर्नुहोस् है। यहाँनिर मैले दुध मजाले उम्लेको थियो, त्यहाँनिर मैले चामल पनि लगाइदिएँ र ड्राई फ्रुट्सहरू काटेको थिएँ क्या मैले, आलमन्ड, बदाम, काजुहरू सबै काटेको थिएँ, त्योहरू लगाइदिएँ। अनि यहाँनिर यो ब्रेडलाई चाहिँ अलिअलि दुध लाउँदै मुस्नुपर्छ। यो डब्बाको दुध चाहिँ हाम्रो अब युजुअली उमाल्नु पर्दैन होइन, अनि झन् यस्तो बनाउनुको लागि म तताएर युज गर्दिनँ, नर्मली युज गर्छु। यसरी दुध लाएर चाहिँ धेरै गिलो पनि पार्नु हुँदैन, सफ्ट आँटा जस्तो डो बनाउनु पर्छ है। हेर्नुहोस् त, तर यसलाई चाहिँ मुस्ने चाहिँ होइन है, अब आँटा मुस्ने जस्तो डङ्काडङ्ग मुस्ने चाहिँ होइन। र त्यत्तिकै एउटा डोमा फर्म भइसकेपछि चाहिँ यसरी सानो सानो गोला, जत्रो पनि तपाईँहरूलाई लाम्चो बनाउनुहुन्छ, जस्तो बनाउनुहुन्छ त्यो बनाएर चाहिँ यहाँनिर मिडियम हिट अइलमा चाहिँ लाउनुहोस्, र एकदम हाई हिटमा चाहिँ लाउनु हुँदैन, नभए भित्र मजाको हुँदैन क्या, ल्यात परेको हुन्छ, किनभने भित्रसम्म पाक्नु जरुरी छ नि त। ब्रेड त पाकेकै हो त, पकाउनु के जरुरी भन्नुहुन्छ होला, तर जरुरी चाहिँ पर्छ हामीले है, नभएदेखि चाहिँ राम्रो हुँदैन, ल्यास परेको हुन्छ भित्र। र एउटा दिउरेमा चाहिँ म चास्नी रेडी गरिदिँदैछु। यहाँनिर हाम्रो गुलाब जामुन फ्राई हुन्जेलसम्म चाहिँ मैले जति चिनी होइन त्यसको डबल चाहिँ मैले डबल ट्रिपल पानी लगाएको छु। अब चिनी गुलियो हिसाबले हुन्छ है। मेरोमा चाहिँ अलिकति चास्नी पनि थियो, त्यो पनि मैले लगाइदिएँ, किनभने अस्ति भर्खर मैले रसगुल्ला बनाएको थिएँ घरमा, त्यसको चाहिँ सेयर गरिनँ, किनभने म फुल प्रुफ नहुन्जेलसम्म चाहिँ म रेसिपी सेयर गर्दिनँ होइन। त्यही भएर मैले व्हाइट मिस्टी जुन हुन्छ नि रसगुल्ला, त्यसको रेसिपी चाहिँ सेयर गरेको छुइनँ अहिलेसम्म है। र यहाँनिर चाहिँ हाम्रो चास्नी पनि उम्लेर है, एकदम चिपचिपा एकपल्ट एक तारवाला चास्नी हुन्छ नि त्यो बनाउनु पर्छ। र अलिअलि निम्बुको रस लगाइदिएँ, नभएदेखि चाहिँ जाम्छ नि त। अनि तपाईँहरू यहाँनिर अलैँची, स्याफ्रन जे पनि लाउन सक्नुहुन्छ, मैले चाहिँ थिएन पनि, मैले लगाइनँ पनि है। र जति पनि अघि हामीले फ्राई गरेको गुलाब जामुन छ सबै लगाइदिनुहोस्। चास्नी चाहिँ यति हुनुपर्छ कि सबै डुब्नुपर्छ है।
मेरो डुबेको थिएन यो सानो भाँडामा, त्यही भएर ठुलो भाँडामा मैले ट्रान्सफर गरेको छु। यसरी चाहिँ अब यसलाई छोडिदिनुपर्छ क्या आधी घन्टा जति लगभग। त्यसले मजाले रसहरू सबै सोक गर्छ। अनि यता हाम्रो खिर पनि रेडी भइसक्यो। कुकरको त हालत खराब भएको थियो, बाहिरतिर बगेर कति बिजोग भएको थियो है। ग्यास र भाँडा त मैले कति मुस्किलले सफा गरेँ बादमा भने तपाईँहरूलाई अन्दाज पनि छैन होला। म चाहिँ दिनैभरि लाग्यो है यो गर्नु चाहिँ। धेरै मान्छे त हुनुहुन्न, तर पनि अब आइटमहरू त अलिक धेरै बनाउनु पऱ्यो होइन, भन्नुहोस् त। अनि यहाँनिर चाहिँ मैले थपक्कसँगले बिरयानीको लागि चाहिँ चामल लगाइदिएँ है। पानीलाई उमाल्यो ओरिकन यहाँनिर चामल अघि भिजाइदिएको थिएँ, बिरयानी चामल त्यो लगाइदिएँ। अनि बिरयानी मसाला लगाएरै बनाएको थिएँ। 80% कुक हुन्जेलसम्म चाहिँ रेडी मैले निकालेर राखेँ। त्यस पछाडि कराईमा लगाइदिँदैछु गोटा जिरा। गोटा जिरा लायो भनेदेखि चाहिँ मजाले एउटा फ्लेभर इन्हान्स भएर आउँछ है। अनि प्याज लगाउँदैछु, म चाहिँ सिम्पलवाला बनाउँदैछु, नर्मलवाला डाइरेक्टवाला बनाउँदैछु, कुनै एक्स्ट्रा स्पेसलवाला होइन, नर्मलवाला नै बनाउँदैछु है। मजाले म चाहिँ धेरै प्याज लगाएँ। प्याज चाहिँ जति धेरै लगाएँ उति राम्रो। पनिर चाहिँ यति मजाले सेट भइसकेछ है, हेर्नुहोस् न। बस यसको मैले इन्डियाबाट आउँदा लिएर आउनुपर्ने रहेछ जस्तो लाग्छ मलाई क्या अहिले। त्यो मजाले त्यो पनिरको सेपर हुन्छ क्या एउटा भाँडा, त्यहाँ अब छानेर लगाइसकेपछि चाहिँ मजाले त्यसले आफ्नो सेप लिन्छ क्या, यस्तो गोलो बाङ्गो टिङ्गो हुँदैन। अनि यहाँनिर सबै पनिरलाई मैले ठुलो ठुलो क्युबमा काटेँ है। र अघि प्याज पाकिसकेछ, त्यहाँनिर मैले टमाटर, गाजर, आलु र फुलकोपी, सब्जीमा चाहिँ मैले यति लिएको छु है। अब सौदा गर्दाखेरि कता कता के गरेँ, म त बिन्स र मटर चाहिँ ल्याउनु नै भुलेछु है, तर पनि भइजान्छ भनेर यहाँनिर मैले हल्दी, बिरयानी मसाला, जिरा धनियाँ पाउडर, नुन, जति पनि मरमसला छ है त्यो लगाइदिएँ। बिरयानी मसालाको चाहिँ एउटा प्याकेट नै मैले हालिदिएँ है। अनि यति गरिसकेपछि चाहिँ मजाले चलाउनुपर्छ क्या। यो बिरयानी मसाला चाहिँ एकदम भरभरकै लाउनुपर्छ, त्यति नै राम्रो हुन्छ। जति लायो उति राम्रो हुन्छ है। अनि मजाले अरोमा आउँछ नि त। त्यस पछाडि मैले अदुवा र लसुनलाई पनि मजाले पिसेको थिएँ क्या, कुच्याएर पिसेको थिएँ, त्यो लगाइदिएँ र अलिअलि पानी पनि लगाइदिएँ। त्यस पछाडि लगाइदिँदैछु दही, घरमै जामेको दही हो यो चाहिँ, मैले फिटेको थिएँ। दही लाउनु चाहिँ एकदमै जरुरी छ बिरयानीमा। दही लाएन भने चाहिँ त्यो फर्मेन्टेन्टवाला खुसबु आउँदैन क्या, त्यसले गर्दाखेरि मिठो हुँदैन। अनि पनिरलाई पनि मैले एकदम डिप फ्राई गर्दैछु आज चाहिँ। बिरयानीमा चाहिँ अब त्यो घरमा बनाएको पनिर चाहिँ नि तपाईँहरू जति नै डिप फ्राई गर्नुहोस् सफ्ट हुन्छै हुन्छ, त्यो हार्ड हुने कुरै हुँदैन है। अनि मैले चाहिँ आज डिप गरेको कारण चाहिँ किनभनेदेखि अब त्यो यो बिरयानी बनाउँदाखेरि चाहिँ कस्तो हुन्छ भने नि, त्यो नभाजी हालेको पनिर चाहिँ अलिकति बाङ्गाङ भत्केला जस्तो हुन्छ क्या। अनि मैले माथिबाट यो सब्जीमा चाहिँ स्टिम क्या, धनियाँको स्टिम पनि लगाइदिएको थिएँ। डन्ठाहरू त्यो मोटो मोटो डन्ठा थियो, त्यो चाहिँ म फ्याँक्दिनँ किनभने एक्चुअल खुसबु चाहिँ त्यसमै हुन्छ। र धनियाँ लगाइदिएपछि छोपिदिएको थिएँ। अनि यो कराई तल अलिअलि डढेछ, हिट एकदमै बेसी भएछ र मजाले चलाउँदैछु। र त्यतिन्जेलमा म यहाँनिर रायता बनाउने तयारी गर्दैछु। रायता चाहिँ म काँक्राको नै बनाउँछु, सबभन्दा बेस्ट चाहिँ अब काँक्राकै हुन्छ होइन। तर अब धेरै धेरै तरिकाले खाइन्छ। अब कहिलेकाहीँ म नै टमाटर प्याजवाला रायता या बुन्दी रायता या क्यारेट रायता, जति पनि जसरी मन छ त्यस्तरी, कि त दही मात्रै पनि, त्यो आफ्नो विचार हुन्छ। तर बेस्ट चाहिँ हुन्छ यो काँक्राको है। अनि मैले लगाइदिएँ घरमै जमाएको दही है, पातलो थिएन, पातलो पातलो नै थियो। त्यति लगाइदिइसकेपछि लगाइदिएँ नुन। यहाँनिर खोर्सानी नै लाउनु सक्नुहुन्छ तपाईँहरू, तर मलाई रायतामा चाहिँ खोर्सानी लगाएको मन पर्दैन, कि त अब धुलो खोर्सानी लगायो भने अलग कुरा। अनि अलिकति जिरालाई चाहिँ मैले यो भुटिओरिकन पिसेको थिएँ है, किनभनेदेखिको यसमा भुटेको जिराको जुन पाउडर हुन्छ त्यसले मात्रै फ्लेभर दामी आउँछ। र हाम्रो रायता पनि रेडी भयो र यसलाई पनि राखिदिएँ। 1 बाई 1 गर्दै चिजहरू रेडी हुँदै जाएको छ है। तर क्लिनिङ गर्नु चाहिँ मलाई यति धेरै साह्रो परेको थियो नभन्नुहोस्। र यहाँनिर हाम्रो सब्जी पनि पाक्यो है। यो अलिकति सब्जीलाई चाहिँ निकाल्दैछु। हुन त अब एकै जग्गा यहीँनिर त्यो चामल, त्यो जुन भात हामीले रेडी गरेको थियौँ त्यो हालेर उयो गर्दा पनि हुन्छ, तर मलाई अलिकति यसरी गर्नु नै राम्रो लाग्यो। एकदमै तातो पनि हुँदै थियो है। म चाहिँ भ्याइ नभए थियो नि त, अब दिउँसोको खाना पनि बनाउनु पऱ्यो, नानीहरूलाई खुवाउनु पनि पऱ्यो, थुप्रो काम हुन्छ होइन, भन्नुहोस् त। अनि यहाँनिर अब हस्बेन्डले जति नै सघाए पनि के हुन्छ भने, छोरी मान्छेले जतिको आउँदैन क्या प्रायः हस्बेन्डहरूलाई, कोही कोहीलाई आउँछ होला, तर मेरो हस्बेन्डलाई चाहिँ आउँदैन। गर्नु त हुन्छ तर पनि अब अलिकति मुस्किल चाहिँ परिजान्छ। अन्त यहाँनिर मैले त्यो भात लगाइदिइसकेपछि यो भातलाई चाहिँ थिच्नु हुँदैन, मजाले छरिदिनुपर्छ। अनि अलिअलि बिरयानी मसाला, त्यहाँबाट अनि यहाँनिर धनियाँ पत्ता लगाइदिएको छु। तपाईँहरूले चाहिँ यहाँनिर नि जस्तै अब त्यो प्याजको उयो पाउँछ बाहिर पनि त्यो होइन, खुरुम खुरुम हुन्छ, त्यो पनि लाउनु सक्नुहुन्छ। केवडा वाटर बहुत कुछ छ लाउने, तर म चाहिँ नेचुरल फ्लेभर्समै जान्छु, कुनै आर्टिफिसियल हाल्नु मन लाग्दैन मलाई। अनि त्यस पछाडि यहाँनिर मैले त्यो फ्राई गरेको पनिर पनि बिचवाला भागमा लगाइदिएँ है। त्यति भएपछि चाहिँ अहिले चलाउँदाखेरि मजाले तपाईँहरूको
पनिर एक एकवटा निस्केर आउँछ क्या। बिरयानी चाहिँ साह्रै मिठो भयो अरे साथीहरू, 2 दिनसम्म हामीले खायौँ होइन। जो आउनुभएको थियो उहाँलाई पनि मैले पठाइदिएँ र हामीले घरमा पनि नि एकदम 2 दिनसम्म खायौँ, एकदमै धेरै पनि भएको थियो। अनि कति टेस्टी भएको थियो क्या। अनि यो ग्रेभी पनि माथिबाट यसरी अलिअलि लगाइदिएँ, अनि यो ग्रेभी जति मतलब यति मिठो भएको थियो, घर पुरै एकदम बिरयानीको खुसबुले एकदम इन्हान्स भएर आएको थियो क्या। एकदम स्पाइसी पनि हल्का स्पाइसी थियो मसालाले गर्दाखेरि, अनि धेरै धेरै टेस्टी भएको थियो। तपाईँहरू चाहिँ यसरी बनाउनुहोस्, कुनै पनि ओकेसन अगर हुन्छ भनेदेखि चाहिँ तपाईँहरूले यसरी बनाउनु भयो भनेदेखि चाहिँ एकदमै मतलब मान्छेलाई मनपर्छ क्या। अब तपाईँहरूले यसमा अब प्रपर होइन नि त, यो बिरयानी त जस्तो प्रपरली मैले बनाएको छैन नि त, तर पनि टेस्ट चाहिँ एकदमै राम्रो आएको थियो। तपाईँहरू यो रेसिपी चाहिँ ट्राई गर्न सक्नुहुन्छ है। अब अरू नन भेजको चाहिँ अब मलाई थाहा छैन आइडिया के हो कसो। पहिला पहिला खाँदाखेरि बनाउने गर्थेँ र मेरो हस्बेन्डले मन पराउनुहुन्थ्यो, त्यतिखेर मैले बनाएको खानाहरू चाहिँ मन पराउनुहुन्छ अहिले पनि होइन। तर अब अहिले चाहिँ अब भेजमा हामी छौँ र त्यसले गर्दाखेरि मैले तपाईँहरूसँग भेजको रेसिपी चाहिँ सेयर गरेको है। अनि यतिकैमा यसलाई चाहिँ दम गर्नु राख्नुपर्छ क्या। यसरी छोपिदिएँ, त्यस पछाडि यो तातै ग्यास छ, अनि तावा राखिदिने, डाइरेक्ट कराई नराख्ने, किनभने तल तल डढ्छ क्या फेरि। अन्त यसरी तावा राखेपछि अनि यो दम हुन्छ क्या। अनि माथिबाट भारी चिज लगाइदिनु पनि सक्नुहुन्छ, तर अब मैले त्यस्तो सब गरिराखिनँ, दम टाइपमा नै मैले बनाइदिएको छु। यति भएपछि चाहिँ लगभग आधी घन्टा जति छोडिदिनुपर्छ। त्यसरी आधी घन्टा जति छोडिदिइसकेपछि चाहिँ मजाले यो क्या त्यो दमले गर्दाखेरि अघि जुन 80% पाकेको थियो, जुन 20% पाएको थिएन, त्यो 20% पनि पाक्छ। अनि सबै फ्लेभर एकै जग्गा आइपर्छ क्या। धनियाँ पत्ताको, बिरयानी मसालाको, त्यो प्याजको, त्यो सब्जीको, राइसको हर एक एउटा फ्लेभर चाहिँ सबै एकै जग्गा आइपर्छ है। त्यसले गर्दाखेरि चाहिँ टेस्टी हुन्छ है बिरयानी चाहिँ, नभएदेखि चाहिँ हुँदैन। अब मान्छेहरूले चाहिँ नचलाकिन सेतो पहेँलो अलग अलग गरेर खानुहुन्छ, तर मैले चाहिँ यसरी चलाएकै मनपर्छ क्या मलाई। एकदम कलर पुरै कलरफुल भएन भने चाहिँ मलाई राम्रो लाग्दैन, सेतो सेतो भयो भने चाहिँ अलिकति राम्रो लाग्दैन। अनि कराई चाहिँ अलिक सानो भएछ हाम्रो, तर पनि अब चलो यत्रो खाना त पाकिगयो होइन। अब यो कराई मात्रै ल्याएको थिएँ नि त मैले, ठुलो भाँडामा चाहिँ मैले धेरै ठुलो भाँडा ल्याउनु पाइनँ। हस्बेन्डले भाँडा कुरा कति बोकेको वहीँ किन्नु भन्नुभयो। यहाँनिर भाँडाको दाम हेरेर चाहिँ मेरो साथै गयो होइन। बरु यसैले नै काम पुऱ्याउँछु, तर अरू त भाँडा किन्दिनँ भनेर चाहिँ मैले किनेको छुइनँ। किनभनेदेखि हामी आइमी मान्छेहरूलाई अब कतिजना आइमी मान्छेहरू यस्तो हुन्छन् जसले स्पेसल खानाहरू धेरै नबनाउनु हुँदो रहेछ क्या। मलाई त्यस्तो आइडिया थिएन, थाहा थिएन। सबैको आफ्नो इच्छाको बात हो, कसैको करको होइन। मलाई पनि कसैको कर छैन, तर मलाई आफै मनपर्छ क्या बनाउनु। अनि मलाई थुप्रोजनाले भन्नु पनि हुन्छ, र प्रायःहरूले चाहिँ नबनाउनु हुँदो रहेछ या बाहिर खानु हुँदो रहेछ स्पेसल खाना, त्यस्तो गर्नु हुँदो रहेछ। अनि धेरै भाँडाहरू नचाहिने या त्यस्तो होला। तर म चाहिँ अब हर चिज घरमा नै बनाउनु कोसिस गर्छु क्या, नानीहरूको खानेकुरादेखि लिएर सबै कुरा। त्यसले गर्दा चाहिँ मलाई अलिकति चाहिन्छ भाँडा बटुलो है। र अब सोया चिली बनाऊँ है, लास्ट बट नट द लिस्ट। यहाँनिर मैले त्यो न्युटेलालाई भिजाएर पानी निचोरेर त्यसमा कर्नफ्लोर, नुन र हल्दी लगाएर चाहिँ कोट गरेको थिएँ है। अनि अब यसलाई तेलमा फ्राई गर्ने। कर्नफ्लोर लाएर कोट गर्दा त्यत्तिकै कोट तपाईँहरूले फ्राई गर्दा पनि हुन्छ कि, तर मैले कर्नफ्लोर लाएर गरेको कारण चाहिँ क्रिस्पीनेस आउँछ। किनभनेदेखिको यो सोयाको चिल्ली यति मिठो हुन्छ, यति हेल्दी पनि हो है, यति टेस्टी पनि हुन्छ है। अब क्रिस्पीनेस चाहिँ चाहिन्छ क्या, ग्रेभीमा होस् या ड्राईमा होस्। र मैले चाहिँ यसरी यहाँ मजाले फ्राई गर्दैछु एकदम तेलमा पोल्ली कि। अब तपाईँहरू अब कराईमा, ठुलो कराईमा धेरै तेल लाएर झैँ झैँ फ्राई गर्नुहुन्छ भने गर्नुहोस्, तर म चाहिँ सर्टे टाइपमै फ्राई गरेँ। तर यही तेलले मलाई काम गरिहाल्छ, मलाई चिल्ली बनाउनु पनि ग्रेभी बनाउनु पनि। र आज चाहिँ म ड्राई नै बनाउँदैछु, किनभनेदेखिको नर्मल यो जस्तै अब स्टार्टरको लागि बनाएको मैले चाहिँ, र पिज्जा पनि बनाएको थिएँ। त्यसको चाहिँ मैले भिडियो तपाईँहरूसँग सेयर गरिनँ, चिज पिज्जा मात्रै बनाएको थिएँ नि त। अनि यसमा चाहिँ मैले त्यही तेलमा जिन्जर गार्लिक क्या कद्दुकस गरेको अलिकति लगाइदिएँ, त्यस पछाडि चिल्ली लगाइदिएँ। अब चिल्ली सोयाबिन भनेपछि त अब चिल्ली लाउनै पर्यो, धेरैजनाले त लाउनु पनि हुँदैन। र प्याज लगाइदिएको छु। प्याज चाहिँ नि साथीहरू काटेर होइन, काट्ने त हो तर फुकाल्नुपर्छ है बिचमा। तपाईँहरूले बुझ्नुभयो कि भएन, तर पुरै मसिनो काट्ने होइन, फुकाल्नुपर्छ। त्यस पछाडि यो क्याप्सिकम लगाएर हल्का नरम छोडिदिएँ मैले। त्यस पछाडि मैले यहाँ लगाइदिएँ नुन र लगाइदिएँ मैले ब्ल्याक पेपर पाउडर। ब्ल्याक पेपर पाउडर चाहिँ एकदमै जरुरी है। त्यहाँबाट अनि अलिकति मेरोमा मन्चुरियन मसला थियो, त्यो लगाइदिएँ। अनि मेरोमा सोया सस लगाइदिएँ, भिनेगर लगाइदिएँ, र मैले यहाँ लगाइदिएको छु टमाटो केचप। एकदमै जरुरी छ टमाटो केचप लाउनु चाहिँ। अनि अलिकति कर्नफ्लोरको स्लरी नलाउँदाखेरि पनि हुन्छ होइन, तर म ग्रेभी चाहिँ बनाउने होइन, र पनि अलिअलि चाहिँ अब यसो थिकनेस आओस् भनेर चाहिँ मैले कर्नफ्लोरको स्लरी लगाइदिएको छु। भन्नाले आधी कप जति पानीमा 1 चम्चा जति कर्नफ्लोर लाएर मिक्स गर्नुपर्छ। धेरै लाउनु हुँदैन, फेरि एकदम ल्यासै हुन्छ। अनि मजाले हाई हिटमा अब 10 कति धेरै पनि लाग्दैन, 30 to 60 सेकेन्ड
हाई फ्लेममा परपरी भुट्नुपर्छ। बनिने बित्तिकै खानुहोस्, म चाहिँ तपाईँहरूलाई प्रिफर त्यही गर्छु है। किनभनेदेखिको बनिने बित्तिकै खाएन भने चाहिँ मिठो हुँदैन रहेछ है। राखेर खाएको चाहिँ तताएर जति पनि तताएर खाए पनि त्यति मिठो हुँदैन। र माथिबाट मैले यो प्याज कली थियो मेरोमा है, ग्रिन अनियन अनि हौ त्यसलाई माथिबाट लगाइदिएको छु। यति धेरै मतलब सबैभन्दा टेस्टी चाहिँ मलाई यो सोया चिल्ली नै लाग्यो। मेरो छोराले पनि खायो होइन, अनि ठुलो मान्छेहरूले पनि एकदमै मन पराएर खानुभयो। यति भएपछि हाम्रो सोया चिल्लीलाई चाहिँ मैले बनाएर राखिदिँदैछु र अब सेलिब्रेट हुँदैछ लास्टमा चाहिँ। र धेरै मान्छे हुनुहुन्थेन, उसको 2 जना साथीहरूलाई बोलाइदिएको छु र हामी फ्यामिली त हिजो नै सेलिब्रेट गरेको थियौँ। त्यो भिडियोहरू सबै मैले फेसबुकमा हालेको छु, त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। जस्तै त्यहाँ नहाल्ने भिडियो मात्रै म यहाँ हाल्छु है। र एकदमै रमाइलो भएको थियो। अब गाउँघर जस्तो नभए पनि जहाँ जस्तो स्थितिमा छौँ हामी त्यही स्थितिमा खुसी हुने कोसिस त गर्नैपर्छ। अनि नानी खुसी भयो, बस यति भएपछि त भइगयो है। र आजको फुल भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, रेसिपिसहरू कस्तो लाग्यो, 2 हप्ता बाद लङ भिडियो आयो, सायद अब ढिलो पनि भयो होला, नरिसाउनु होला। र थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान। सब्सक्राइब गर्नु नभुल्नु होला, मिठो प्यारो कमेन्ट दिनु होला।